दर्शक श्रोताहरू, आज फागुनको 21 गते चुनावको दिन। आज मेरो एउटा मौरी घार फागुन 9 गते विभाजन गरेको घरबाट हुलछुट भएर यहाँ नजिकै आएर यो सानो पहरा मुनि यसरी हुल मारिदिएर बसिएको क्रम हो। अब यसलाई मैले चाहिँ रेस्क्यु गर्दैछु। तपाईँहरू पनि रेस्क्यु गर्दाखेरि यस्तो खालको एउटा झोला तयार गर्नु होला, लिनु होला। झोला, बोरा, प्लास्टिक त्यसैमा पनि हामीले चाहिँ रेस्क्यु गर्न सकिन्छ मौरीलाई। अब यसलाई चाहिँ यसको थुतुनो यो मुख अलिक मौरीको कति हुल छ त्यो अनुसारको चाहिँ हामीले यो मुखलाई चाहिँ सङ्ग्राउन सकिन्छ। त्यही अनुपातमा हामीले गर्ने अनुसार। अब म चाहिँ मौरी छोप्न गइरहेको छु, हेर्नु होला। एकदम असिलो तरिकाले बस्यो भित्री मौरी। Ya kan Katsua. ओके क्या लाने दिएछ है बाबु। हजुर बाइक मोटरसाइकल लाने दिएछ। ए हो, ठिक भयो। यो के चाहिन यो छैन खोज्दिन। ल यसरी चाहिँ कसैले पनि मौरी छोप्दाखेरि यो प्रक्रियाबाट छोप्नु होला। सजिलो छ, आत्तिनु हुँदैन, टोक्नलाई टोक्छ। पिछाबाट मौरीले टोक्यो तँलाई। उता जा भयो, भयो ल।